सबै साथीहरुमा नमस्कार तथा लासो फ्याफुल्ला भन्दै आज चाहिँ हामी मकै खन्नको लागि बारीतिर जाँदैछौँ। भिडियो अन्तिमसम्म हेर्नु होला है त। साथीहरु म चाहिँ अहिले भने हाम्रो बारीमा आइपुगिसकेको छ। अहिले भने बिहानको 7 बज्न लागिसकेको छ। हामी चाहिँ अब आमा र बुवाको लागि चाहिँ अलिकति भए पनि सहयोग होस् भन्ने तरिकाले मकै खनिरहेको ठाउँतिर लाग्दैछौँ। अहिले यो बारीमा भने चाहिँ सकिसकेको छ। मेरो पछाडिको ब्याकग्राउन्डहरु चाहिँ यस्तो रहेको छ। हाम्रो गाउँ कस्तो लाग्छ हेर्दै जानु होला। हाम्रो गाउँबाट देखिएको दृश्यहरु चाहिँ यस प्रकार रहेको छ है त। आरिपट्टि रोडहरु पनि खनिसकेको अवस्था छ। तर यो देखेको गाउँ चाहिँ फेरि मेरो मावली गाउँ रहेको छ है त। त्यो छुप्प घरहरु भएको ठाउँ चाहिँ मेरो मावलीको घरहरु नि पर्दछ र त्यसमै कुलमान घिसिङको घर पनि त्यतै पर्दछ। भनिसकेपछि अब भने चाहिँ हामी मकै खन्नको लागि अर्को बारेमा यो बारेमा चाहिँ खनिसकेको अवस्था छ है त। बिस्तारै बिस्तारै हामी हाम्रो बारीहरु र हामीले आज के गर्छौं देखाउँदै अगाडि बढिरहेको अवस्था छ। यो सानो बारीमा भने चाहिँ बदामहरु पनि रोप्नु भएको रहेछ आमा र बुवाले। यहाँ चाहिँ यसरी बदामहरु पनि रोपेर राखेको अवस्था छ है त। आमा अगाडि पुगिसक्नु भएको छ। हामी दुईजना चाहिँ सँगै छौँ। बुवा आउनु भएको छैन। बुवा एकछिन पछाडि आउनुहुन्छ। घरमा घर धन्दाहरू अलिकति बाँकी रहेको कारणले गर्दाखेरि बुवालाई चाहिँ घरमा छोडेर अलि पछाडि आउनु भनेर हामी चाहिँ अगाडि आइसकेका छौँ। मौसम एकदमै क्लियर छ है त साथीहरु। आज अलिकति छिटो आउनु पर्ने थियो तर हामी पनि हिजो मात्रै आइपुगेको कारणले गर्दाखेरि हामी राति आइपुगेका थियौँ। एकदमै अफरोडबाट एकदमै थाकेर हामी पनि बिहानै उठ्न सकेनौँ। फेरि आमाहरूको धन्दा मन्दा के भन्दाखेरि हामीलाई पनि एकदमै अहिले ढिला भइसकेको अवस्था छ। लगभग 7 बज्न थालिसकेको अवस्था हो। अब भने चाहिँ हामी रोडमा निस्किसकेको अवस्था छ। रोड आउँदा पनि केही फरक पर्दैन थियो। तर बारीतिर खै के कोदालहरु के छ भनेर आमाले माथिबाट आउनु परेको थियो हामी। अब यो रोडमा चाहिँ क्युको गाडी हिँडिसकेको अवस्था छ। हामी बिस्तारै हाम्रो बारीतर्फ लाग्दैछौँ। मौसम एकदमै सफा छ। हाम्रो गाउँ कस्तो लाग्छ, हाम्रो गाउँबाट देखिएका दृश्यहरूलाई के भन्नुहुन्छ तपाईहरुले भिडियो हेरेर पक्कै पनि प्रतिक्रिया दिनुहुन्छ होला। ल है त साथीहरु, हामी चाहिँ अब हाम्रो बारी त यहाँबाट यो ठाउँ पनि हाम्रो बारी नै हो। तर तल सबभन्दा तलपट्टिको छेउमा चाहिँ खन्नु पर्ने भएकोले हामी पुग्न चाहिँ लागिसकेको अवस्था छ। यो अगाडि देखिएको जुन टहरा छ यो टहरा चाहिँ सरकारद्वारा नै बनाएको हो। यो चाहिँ विशेष गरेर पर्यटकको लागि भनेर तल नदीको अलिकति माथिबाट नै यसरी सिडीहरु बनाएर पर्यटकीय स्थलको रूपमा चाहिँ पैदलको लागि सिडी बनाएर माथि सुनापति डाँडासम्म नै अझ यहाँबाट देख्दैन त्यो भन्दा नि माथि नै डाँडासम्म चाहिँ सिडीबाट पैदल यात्रीको लागि चाहिँ यसरी यो बाटो निर्माण गरेको थाहा पाउन सक्छौँ। अब भने चाहिँ म पनि तल जानुपर्ने हुन्छ। आमाहरू तल पुगिसक्नु भएको छ। सिडी चाहिँ बनाइसकेको अवस्था छैन। अब सोलिङहरु गरेर यहाँतिर यसरी ल्याइरहेको अवस्था देख्न सक्छौँ।
अब भने चाहिँ हामी जति दिन बस्छौँ त्यति दिनमा चाहिँ आमा र बुवाको लागि अलिकति भए पनि सहज होस् भन्ने तरिकाले उहाँहरूलाई सघाउनु पर्ने अवस्था हुन्छ है त। फाइनल्ली साथीहरू हामी चाहिँ अब बारीमा आइपुगिसकेको अवस्था छ। अब बिहान घरबाट अलिकति ढिला निस्केको कारणले गर्दाखेरि यहाँ आइपुग्दाखेरि चाहिँ घाम अलिकति चर्किसकेको अवस्था छ। ठिकै छ, अब हामी खन्नेतर्फ अगाडि बढ्छौँ है त। म पनि अब खन्न जानुपर्ने हुन्छ है त साथीहरू। अलिकति भए पनि सहज बनाउने सोचको कारण हामी आइपुगेका छौँ। ल एकजनाले चाहिँ यता सुरु गरिसकेको अवस्था छ। अब हुन त कहिले खनेको त छैन उसले, तर पनि उसले खन्न चाहिँ सुरु गरिसकेको अवस्था छ। आमा चाहिँ फेरि पछाडि हुनुहुन्छ। ठिकै चाहिँ केही छैन, अब हामी चाहिँ खन्नेतर्फ लाग्छौँ है त साथीहरू। अन्तिमसम्म हेर्नु होला भिडियो। अब चाहिँ भने हामी खाजा खानै पर्ने भएको छ। आमा र बुवाले चाहिँ बिहान एकदमै अलिकति राम्रोसँग खाजा खाएर आउनुभएको थियो। हामी चाहिँ 2-3 घन्टामा अब त्यस्तो हुँदैन होला जस्तो लागेको थियो, तर लास्टै भोक लागेर खान पनि नसक्ने अनि अलिकति घाम पनि चर्क्यो। हामीले चाहिँ बुवा उभिनु भएको ठाउँबाट उता चाहिँ हामीले खनिसकेको अवस्था छ। अब अहिले भने बुवा चाहिँ खन्दै हुनुहुन्छ फेरि। हामी चाहिँ यता खाजा खान भनेर यता अलिकति शीतलमा आएर खाजा खाइरहेको अवस्था छ। एक चिउरा र दालमोट खाएर बसिरहेको अवस्था छ हामी चाहिँ। आमाले फेरि स्याउ पनि ल्याउनु भएछ। परिश्रम मेहनत आफ्नै हुन्छ है त। हामी पनि खानकै लागि यसरी मेहनत गरिरहेछौँ भने यता पनि साना साना कमिलाहरूले चाहिँ आफ्नो खानाको लागि चाहिँ यसरी परिश्रम गर्दै मेहनत गर्दै यत्रो चिजलाई बोकेर लगिरहेको अवस्था पनि देख्न सक्छौँ। उहाँ चाहिँ फेरि हाम्रो छिमेकी नै हुनुहुन्छ। उहाँ चाहिँ घाँसको भारी बोकेर घाँस काटेर पनि भारी बोकेर आउनुभएको रहेछ। उहाँलाई पनि हामीले यता बोलाएका छौँ। पानी अब तिर्ख लाग्यो होला पानी खानु भनेर। हाम्रो चाहिँ अब खाजा पनि खाइसकिसकेको अवस्था छ। बुवाले चाहिँ खाजा खानु भएन, अलिकति खानु खाजा खाएर जानु भइसकेको छ। उहाँ चाहिँ बिहान एकदमै डरोसँग खाजा खाएर आउनुभएको कारणले गर्दाखेरि खासै खाजा खानु भएन। हामीलाई चाहिँ मैले चाहिँ हामी दुईजना चाहिँ खासै खाएको छैन, त्यही भएर पनि भोक लागेको कारणले खाजा खानुपर्ने अवस्थाहरू रहेको छ है त। अब भने चाहिँ हामी खन्न जानुपर्ने अवस्था रहन्छ है त। आमाले भने फेरि यता यो सिद्ध्याउनु पर्छ भनेर सबैलाई लिउ कि लिउ भनेर टिप्न लगाउनु भएको छ खाजा। अब भने चाहिँ खन्नु पर्छ है त साथीहरू। बुवा अघिदेखि नै खन्नु भएको, म चाहिँ हेरेर बस्ने कुरो भएन, त्यही भएर खन्नेतर्फ लाग्छौँ है त साथीहरू। अब भने चाहिँ हामी आजको लागि चाहिँ यति नै गरौँ भनेर अब घाम लास्टै चर्केको कारणले नसक्ने अवस्था रहेको कारणले गर्दाखेरि हामीले धेरै खाइसकेको अवस्था छ। अब यतातिर किम्बो पनि रहेको रहेछ। यता किम्बो खानको लागि चाहिँ हामी यतातिर लागिरहेको अवस्था छौँ।
किम्बु फेरि यतातिर मान्छे धेरै नभएको अब किम्बु चाहिँ पाकेर यहाँ छरिरहेको अवस्थाहरू पनि रहेछ। त्यही भएर किम्बु खाँदैछौँ है त साथीहरू। यो किम्बु पुरै कालो भइसकेको एकदम पाकिसकेको रहेछ। किम्बु खाँदैछौँ है त साथीहरू हामी चाहिँ। किम्बु चाहिँ अलिकति अमिलो अमिलो रहेछ पाके पनि। अब चाहिँ भने हामी यो किम्बु खाएर चाहिँ हामी घरतर्फ चाहिँ लाग्छौँ है त। एकजनाले फेरि यस्तो रगत जस्तो निचोरेर निकालेको अवस्था पनि रहेछ। हामीले चाहिँ यो बारी यहाँ उताबाट छेउबाट सुरु गरेको, यताबाट लगभग सिद्धिन लागेको अवस्था अलिकति छ। लगभग आधा घन्टा जति आउँछ होला। तर पनि हामीले आज नसक्ने रहेछ भन्ने हिसाब चाहिँ हामी हिँड्नेतर्फ लाग्यो। बुवा चाहिँ उताबाट जानुभयो, आमा यतापट्टिबाट आउनुभयो। अब हामी सँगसँगै घरतर्फ लाग्छौँ है त साथीहरू। हाम्रो चाहिँ गाउँमा हिजो आउँदाखेरि चाहिँ यताबाट यो जुन सबभन्दा लास्टको बाटो छ नि त्यो नेपालको, त्यहाँबाट चाहिँ हामी त्यहाँ रात परिसकेको अवस्था थियो। त्यहाँबाट हामी यहाँ आइपुग्दाखेरि चाहिँ लगभग 7 होइन 9, 10, साढे 9 नै बजिसकेको अवस्था छ। बिचमा बाटोहरू पनि राम्रो नभएको अनि पहिलाको बाटोहरू पनि अब बनाउँदै निर्माण कार्यको कारणले गर्दाखेरि बन्द भएको कारणले गर्दा राति परेको अवस्थाहरू थियो। दृश्य चाहिँ यस्तो रहेको छ साथीहरू, एकदमै क्लियर छ। सैलुङ जाने हो भने चाहिँ त्यो सैलुङको लास्टको डाँडा देखिन्छ नि, त्यो चाहिँ सैलुङ पर्छ है त। हाम्रो घरबाट चाहिँ लगभग 6-7 घन्टा लाग्छ हिँडेर गयो भने चाहिँ। हिँडेर हामी 2चोटि कतिचोटि पुग्यौँ त्यहाँ पहिला सानैमा। तर अहिले पनि चाहिँ अब माथि काठमाडौँबाट 2चोटि पुग्यो म। यता भने चाहिँ फेरि रानी दह भन्ने सुनकोशी नदीमा पर्छ। रानी यहाँ आएर कोही मरेको भने है कि अब हाम फालेर मरेको भन्ने कुरो है के हो भन्ने कुरो चाहिँ हामीले बुझेको थियौँ। पहिला हजुरआमाले भन्नुहुन्थ्यो यहाँ चाहिँ रानी दह भनेर चिन्छौँ है त यसलाई। सुनकोशी नदी काभ्रेमा पर्छ यो चाहिँ। हामी चाहिँ रामेछापमा छौँ। ल है त साथीहरू, अब भने चाहिँ हामी घरतर्फ लम्किसकेको अवस्थाहरू छ। अब चाहिँ भने तलपट्टि मेरो साधन रहेको छ मोटरसाइकल। अब भने चाहिँ यतापट्टि आइपुगिसकेको अवस्था छ। यो घर चाहिँ फेरि ठुलबुवाहरूको हो। ठुलबुवाहरूको पनि मान्छेहरू कोही पनि छैन, सबै काठमाडौँतिर छ। अब यता ठुलबुवाको फेरि यहाँ बुद्ध चित्त माला पनि मजाले फलेको रहेछ, एकदमै राम्रोसँग फलेको रहेछ। यहाँ मान्छे चाहिँ छैन, अरू नै मान्छेले यहाँ घरमा रेखदेख गर्ने गरिरहेको अवस्था छ भने हाम्रो घर चाहिँ यो बिचको दुईटा चाहिँ हाम्रो घर हो। यता अलुचाहरू पनि सबै झरेर सिद्धिसकेको अवस्थाहरू रहेछ। अब चाहिँ हामी हाम्रो घरमा पुगिसक्यौँ है त साथीहरू। हामी चाहिँ यहाँ आमा र बुवालाई यहाँ चाहिँ भाँडो पखाल्ने हात धुने गर्दाखेरि यहाँ पानी चाहिँ राम्ररी नजाने र त्यहाँ अलिकति अव्यवस्थित भएको कारणले गर्दाखेरि हामी चाहिँ यहाँ चाहिँ हामी भाँडा पखाल्ने ठाउँ बनाउँदैछौँ है त। हामीले अब कहिले बनाएको त छैन, तर पनि हामी हाम्रो डिजाइनले यहाँ चाहिँ बनाउने कोसिस गर्छौँ। कस्तो हुन्छ हेर्दै जानु होला है त। म चाहिँ यहाँ साबेल लिएर आउँदैछु है त।
म चाहिँ थाकेको कारणले गर्दाखेरि हामी पालै पालो गरेर राखेका छौँ है त। अब यहाँ हामीले त्यो गिटी बालुवा र सिमेन्ट धेरै छैन रहेछ। सिमेन्ट धेरै नभएको कारणले गर्दाखेरि जति सिमेन्ट छ त्यो हिसाबले मात्रै बनाउन लागेको अवस्था छ। बनाइसकेपछि कस्तो रहन्छ, कस्तो देखिन्छ, कस्तो हुन्छ कमेन्ट गर्नु होला है त साथीहरू। हामीले कहिले बनाएर एक्सपर्ट त होइन, तर पनि हामी एउटा काल्पनिक हिसाबले पनि हामी बनाउन सक्छौँ भन्ने हिसाबले चाहिँ यत्तिको भइसकेको अवस्था छ। एकजना फेरि यता म पनि गर्छु भनेर गरिरहेको अवस्था छ है त। साथीहरू हामीले बनाएको भाँडा पकाउने ठाउँ चाहिँ यस्तो भएको छ। गिटी र बालुवा सिमेन्ट कम भएको कारणले गर्दाखेरि राम्रोसँग बनाउन पाएनौँ। कस्तो रहेको छ कमेन्ट मार्फत बताउनु होला है त। अब चाहिँ भने साँझ पर्न थालिसकेको छ। अब साँझको खानपिनको लागि यता लसुन केलाउँदै हुनुहुन्छ आमासहित। सबैजनालाई एउटा काम, तर बुवा चाहिँ फेरि यता बाख्राको पाहाडीहरूलाई र गाईको बाछीलाई फिटो खुवाउँदै हुनुहुन्छ। गाउँमा खासै काम त देख्दैन, तर के काम एउटा काम यता काम उता काम गर्दा दिन बितेको चाहिँ थाहा हुँदैन है त साथीहरू। अब आमा यता खानाको तयारीको लागि दाउरो खोजेर आउनुभएको छ भने हाम्रो गाउँघर चाहिँ यस्तो रहेको छ। एकजना त्यहाँ लसुन केलाको सिद्धेको छैन। ठुलो रुखमुनि चाहिँ महाकाल थान पनि रहेको छ है त साथीहरू। यस्तै छ हाम्रो गाउँघरको दृश्यहरू। कस्तो लाग्छ तपाईँलाई कमेन्ट मार्फत जानकारी गराउनु भन्न चाहन्छु। अब बुवाले फेरि यता तरकारीको लागि भाले काट्नु भएको रहेछ। भाले काटेर पनि यता कुटाइसक्नु भएको अवस्थाहरू पनि रहेको छ है त साथीहरू। अब भोलि त हामी जान्छौँ। अब यता फेरि मास्टर किनिरहेको भएको अवस्था पनि देख्न सक्छौँ। यता फेरि एकजना मै पारिरहेको अवस्था छ। मैले पनि पारेँ, तर मेरो चाहिँ भिडियो बनाएन है त। लगभग भइसकेको अवस्था छ। अब मै पारिसके पछाडि चाहिँ अब घिउ निकाल्ने तयारीमा हुनुहुन्छ बुवाले। घिउ निकालिसकेको अवस्था छ। यो बाख्राको पाडोलाई चाहिँ फेरि मै दिने गर्नुभएको रहेछ। अब यसलाई नपुगेको कारणले गर्दा मैले पनि दिइराखेको अवस्था छ है त। अब भने चाहिँ साथीहरू हामी खाना पाइसकेको कारणले गर्दाखेरि खाना खानेतर्फ चाहिँ अगाडि बढ्छौँ है त।